म शिवकुमार राईको तर्फबाट सेवा हौवा नमस्कार। यहाँहरू सबैलाई मेरो च्यानलमा पुनः स्वागत छ। यदि कसैले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब, लाइक, कमेन्ट र सेयरको पनि अपेक्षा गर्दछु। आज मिति 2082 साल वैशाख 29 गते एले सम्बत 5085 को हामी प्राकृतिक पूजा भूमिपुत्र किराँतीहरूको महान पर्व उभौलीमा बेलबारी नगर को साकेला थानमा नाच्छुङद्वारा प्राकृतिकको पूजा हुन गइरहेको छ। म त्यहाँ गएर प्रत्यक्ष यहाँहरूलाई सानो सानो भिडियोमा देखाउने छु। म साकेला थानमा उपस्थित भइसकेको छु। नाच्छुङद्वारा यहाँ प्राकृतिकको पूजा भइरहेको यहाँहरूले देखिराख्नै भएको छ। यो देखिराख्नु भएको छ, यो चाहिँ साकेला थान हो र यहाँ चाहिँ मेरो श्रीमती र मैले चाहिँ नाच्छुङद्वारा आशीर्वाद लिइरहेको छौँ। यो चाहिँ अहिले जो दृश्य देख्नु भएको छ यो चाहिँ नगरको साकेला थान हो र यहाँ चाहिँ मैले नाच्छुङद्वारा चाहिँ आशीर्वाद लिइरहेको पनि यहाँहरूले देखिराख्नु भएको छ। यसै गरी धेरै चेलीहरूले चाहिँ यहाँनिर फोटो सेसन पनि गर्नुहुन्छ। साकेला थानको पूजा पश्चात चाहिँ नाच्छुङले जति पनि यो हाम्रो साकेला नृत्य छ यो सबै नृत्य टोलीहरूलाई चाहिँ यो साकेला थानको वरिपरि चाहिँ परिक्रमा गराउनु हुन्छ र अहिले चाहिँ नाच्छुङ सबैभन्दा पहिला हिँड्नुहुन्छ र त्यसपछि त्यसै गरेर ढोले र यसै गरी सिल्लीमाङपा अनि सिल्लीमोमा र जति पनि साकेला नृत्य टोली हुनुहुन्छ उहाँहरूले चाहिँ यो साकेला थानलाई चाहिँ परिक्रमा गर्नुहुन्छ। यसै गरी हजुरहरूले देखिराख्नु भएको छ यो चाहिँ बेलबारी नगरको हाम्रो भनौँ किराँतीहरूको किराँत सभ्यताको चाहिँ पहिलो राजा यलम्बरको देख्नुभएको छ। स्वर्गीय टेकबहादुर राई र वीरबहादुर राईको भावपूर्ण श्रद्धाञ्जलीमा आजको प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरपिता श्री दिलप्रसाद राईज्यू अनि सभा अध्यक्ष तिलक राईज्यू र यसै गरी दाता निर्माणदाताका परिवारहरूले चाहिँ स्वर्गीय टेकबहादुर राई र वीरबहादुर राईको फोटोमा चाहिँ फुलमाला लगाइरहेको यहाँहरूले देखिराख्नु भएको छ। यसै गरी यो उद्घाटन कार्यक्रम पनि यहाँ भइरहेको यहाँहरूलाई म देखाइरहेको छु। साकेला थानमा उभौली पूजा गरौँ है नाचेर, गरौँ है नाचेर। सम्झना साचेर अब भने साकेला नृत्य मञ्चलाई चाहिँ आजको प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरपिता दिलप्रसाद राईज्यू यसै गरी अतिथिज्यूहरू लगायतका यो निर्माण दाताहरूद्वारा चाहिँ रिबन काटेर चाहिँ यो उद्घाटन भइरहेको यहाँहरूले देखिराख्नु भएको छ। यसै गरी अब अहिले चाहिँ भनेदेखि नगरपिता हाम्रो दिलप्रसाद राईले चाहिँ रिबन काटेर यो साकेला नृत्य मञ्चलाई चाहिँ उद्घाटन गरिसक्नु भएको छ र यो मञ्चभित्र चाहिँ सबै अतिथिहरू चाहिँ इन्ट्री भइसक्नु भएको छ। यसै गरी जति पनि छ साकेला नृत्यहरू चाहिँ यहाँनिर साकेला सिल्ली चाहिँ नाचिरहेको अवस्था छ।
यो भनेदेखि चाहिँ यो किराँती राईहरूले चाहिँ साकेला चाहिँ सालमा 2 पल्ट मनाउने गर्दछ र मङ्सिरे पूर्णिमा चाहिँ उधौली र यो वैशाखे पूर्णिमा चाहिँ उभौली भनेर चाहिँ यो किराँतीहरूले चाहिँ मनाउने गर्दछ। विशेष के भनेदेखि यो किराँतीहरूले यो उभौली पर्व मनाउनुको खास कारण चाहिँ के भनेदेखि जति पनि यो गाई गोठ र भेडी गोठहरू छ यो चाहिँ बेसीदेखिको उँभो हिमालतिर लाने गर्दछ। यसै गरी जो माछाहरू हुन्छ त्यो पनि बेसीदेखिको उँभो लेकतिर माछाहरू पनि जान्छ र यसै गरी विशेष के भनेदेखि किराँतीहरू चाहिँ एउटा भूमिपुत्र प्राकृतिकको पूजक भूमिपुत्र हुनुको कारणले गर्दाखेरि चाहिँ यो विशेष गरेर उभौली चाहिँ हामीहरूले जति पनि लगाएको बाली नाली छ यसलाई चाहिँ कुनै पनि किरा फटेङ्ग्राले चाहिँ नखाओस्, कुनै पनि प्राकृतिक प्रकोप चाहिँ नपरोस् र आफूले लगाएको बाली नाली चाहिँ एकदमै फस्टाओस्, राम्रो होस् भनेर चाहिँ प्राकृतिकलाई पूजा गरेर चाहिँ यो बाली नाली लगाउने काम भएको कारणले गर्दाखेरि चाहिँ यो हामीहरूले प्राकृतिकको पूजा चाहिँ यो उभौली गर्ने चलन छ। आजका प्रमुख अतिथि बेलबारी नगरका नगरपिता श्री दिलप्रसाद राईले चाहिँ राईज्यूले यो 2082 साल अनि यसले सम्बत 50-85 को यो उभौली साकेला पर्वको शुभकामना मन्तव्य राखिराख्नु भएको छ। उहाँले यो साकेला नृत्य मञ्च निर्माण दाताहरूलाई धेरै धेरै धन्यवाद दिनुभयो र यसै गरी सम्पूर्ण किराँत तथा गैर किराँत परिवारहरूलाई यो 2082 यसले सम्बत 2050-85 को उभौली पर्वको सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो। सँगै नाचौनी यो मन जस्तो त्यो मन भए किराँती गाँसौनी यो मन जस्तो त्यो मन भए किराँती गाँसौनी धारणीको चेली रे सौले
किराँतीहरूको पौराणिक खाना चाम्रे, गुन्द्रुकको अचार अनि आलु चाहिँ यहाँनिर वितरण भइरहेको छ। त्यहाँनिर अलिकति सरुवाहरू पनि वितरण भइरहेको तपाईँहरूले देखिराख्नु भएको छ। यो चाहिँ हाम्रो किराँतीहरूले परापूर्वकालदेखि नै चाहिँ यो खाना चाहिँ खाँदै आएको छ। हजुरहरूले देखिराख्नु भएको छ यहाँनिर ग्रुपमा सबैजनाले खाइराख्नु भएको छ भने हजुरहरूले यो देखिराख्नु भएको छ यो नृत्य मञ्च यो चाहिँ निर्माणदाताद्वारा चाहिँ कार्य समितिलाई हस्तान्तरण भएको छ। जो हजुरहरूले यहाँ देखिराख्नु भएको छ उहाँ चाहिँ बेलबारी नगरको चाहिँ सिल्ली माङ्पा हुनुहुन्छ र उहाँले चाहिँ यो साकेला नृत्यलाई चाहिँ अहिले नेतृत्व गरिराख्नु भएको छ। मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नेक्स्ट भिडियोमा भेटौँला। हस्त बाई बाई।